Well, so hello guys, त कसम छ सबजना एप्सन सन्चो चला सन्चो बनाइछ अनि आज ब्लग स्टार्ट भएर छ फेरि घर देखाउने गाइस अनि आइए देखते हैं मजा आएगा। सो सरी अहिले त घर छैन हैन घर भनेको उता गइसकेको छ अगाडि गाउँतिर हैन सो अहिले म यता हुन्छन् ब्रस गर्न आएको थिएन किनभने सबै सामान त यही छ खाली घर यो घर मात्र गएको छ हैन सो अरू त त्यही हो हैन गाइस एंड इसमें ये देख सकते हैं इसमें है धान भरा हुआ धान भरा छ हैन इसमें इसमें धान भरा छ इसमें धान भरा छ अनि यहाँ इसमें थियो धान हैन यहाँ थियो धान एउटा यहाँ थियो धान धान नै यस्तै टाइपको तर ठुलो थियो यहाँ दुईटा हैन सो और त्यही हो सो सो भन्छ सरी गाइस अब भन्छन् उतातिर जानु पर्ला न जहाँ हाम्रो घर बनिरहेछ उतैतिर हैन सो अब यतातिर त कोही छैन यहाँ सब गइसके दुख लागिरहेछ हाम्रो घर तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ सानो हुँदा यही घरमा ठुलो भयो हैन त्यसैले अब एक्कासी यो घरलाई छोडेर अर्को ठाउँमा जानु परिरहेछ न लाइक वान टाइपको एट्याचमेन्ट भइहाल्छ नि त हैन कुनै चिजदेखि के गर्न सक्छौं अब अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो सब किस्मत ही ऐसी हो तो क्या ही कर सकते हैं ठीक है ना भाइ लोग सो अब म गइरहेको छु अहिले देखाउँछु तपाईहरुलाई हैन हजुरहरुलाई तपाईहरुलाई अरे कहना क्या चाहते हो अहिले बिहान कति बजिरहेछ भनेपछि 8:30 बजिरहेछ हैन म अहिले भर्खर सुतेर उठिरहेको छु के भन्छन् आज धेरै जोरले सुत्छु भनेको घरको मान्छेले जगाइहाले सुत्नै दिएन अरु त त्यही हो अनि यसमा छ मकै छर्याको यति छिटो मकै लगाइसकेन मकै धेरै छिटो लगाइसके त हौ नलाउनु पर्ने त्यो छिटो अपना अपना मन होता है ला 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 हाँ ये कर लो पहले तो भाई लोग मिलते हैं थोड़ी देर के बाद में है ना 3 hours later सो गाइस इसको बॉडी पार्ट असेंबल भइरा छ ना यसकै बॉडी पार्ट हो त्यो एन्ड एटा छ थाम एटा यो पनि धानै हो अनि गाइस यो पनि धानै हो हैन अनि अगाडि पनि छ एउटा फाइनल बॉडी पार्ट यसको टपको बॉडी पार्ट हो त्यो यो चाहिँ मिडल यो बिचमा हुन्छ न त्यो माथि हुन्छ अनि यो राखिरहेको थिएँ हैन पुरानो भइसकेको छ फुटिसक्यो वाल परिसक्यो यसमा छ ढाने अझसम्म अनि दी हसक बिलकाएटा ये राखेर बोक्या हुन्
यो चाहिँ कालो माटीले हिजो पुरेको हैन फर्स्ट डेहरी फाइनली पर्फेक्टली एसेम्बल भइसकेको छ हैन अब यसमा धान भरिरहेछन् सोहाई नै छ सो गाइस हाम्रो अर्को रेहरी नि आइरा छैन त्यो के भन्छ एस इन आवर ल्याङ्ग्वेज हैन यसलाई हामी डेहरी भन्छौं हैन यसलाई हामी डेहरी भन्छौं ओके सो एउटा चाहिँ डेहरी आइरा छ त्यो हल्का चाहिँ सानो छ हैन एन्ड यो चाहिँ म पुरा हाट देख सकते हैं आप लोग यो चाहिँ अस्ति नैको टेलिपोर्ट चलाएको हो अगाडि छ सो अहिले एकछिनपछि मिलाउला हैन देखाउँछु म तपाईहरुलाई आपछि यसमा चाहिँ धान भरिसकेको छ पूरा लेट मी शो यू देख सकते हैं इधर धान पूरा भरा हुआ है ना गाइस हाम्रो अर्को डेहरी पनि पुगिसकेको छ न अनि सबै सामान ल्याइसकेका छन् हैन लेट मी शो यू यो हो हैन हाम्रो डेहरी सो गाइस हाम्रो के भन्छन् अर्को डेहरी लागिसकेको छ हैन त्यो देखाउन सकेन कसरी राख्दै डेहरीले एसेम्बल गर्दै त्यो देखाउन सकेन हैन किनभने म यो गर्दै थिए यो यसलाई जोइन्ट गर्दै थिए हैन त्यही काम दिनु भएको थियो मलाई हैन सो दुईटा डेहरी आइसकेको छ हैन जैसे कि आप लोग देख सकते हैं इधर यो के भन्छ यो देउटा वाला हो अनि यो चाहिँ उस्तो नर्मल वाला हैन सो दुवैमा धान राखेको छ चलो चलते हैं अब अर्को डेहरी नि लोड भइसकेको छैन गाइस देख सकते हैं इधर धेरै कट्टा 1 2 3 4 5 6 7 11 12 13 14 कट्टा धान निक्ला छ यसमा देखि गाडी का हाँ तो अरे घर बना का कहते हैं कैप्चर कर तू का अब अगला घर कहिया मिनट फोटो ले लेना यार लेना यहाँ चाहिँ बाँस फर्चाएर छन् हैन गाडी हो त त्यही हो